पुरानो हटिया लमजुङ यो मध्य नेपाल नगरपालिका वडा नम्बर 5 मा पर्ने पुरानो हटिया लमजुङ विशेष गरी अहिले बस्यासराईको चपेटामा परिरहेको छ। यो वर्तमान परिप्रेक्ष्यमा आज हामी विशेष कुनै एउटा कार्यक्रम लिएर हामी केही युवा साथीहरू समी भन्ज्याङदेखि अर्थात् पुरानो हटियादेखि तान्द्राङकोट नाग भैरवसम्मको यात्रा हामी पैदल यात्रामा जुटिरहेका छौँ। हामी केही युवाहरू आज हामी केही निर्णयहरू सार्वजनिक गर्नेछौँ। यो भीमसेन स्थान हामी चाहिँ आज यसरी हाम्रो मर्निङ वाक अथवा ट्रेकिङ सुरु भएको छ, हाइकिङ सुरु भएको छ। आज यहाँ एउटा नेवार पँधेरो भन्ने छ। यहाँ चाहिँ विशेष गरी हटिएका नेवारहरू पानी भर्न आउँथे। यो चाहिँ विशेष गरी नेवार पँधेरो हैन, विशेष गरी यो हटियाका नेवारहरू यो धारामा आएर पानी लिने, पानी भर्ने काम गर्थे। अहिले यो जीर्ण अवस्थामा छ। अहिले हिउँदको समय, पानीको अभाव छ। यो माथि चाहिँ देवीको मन्दिर छ। हामीसँगै हाम्रो साथमा साथ मिलाउँदै हाम्रा हैन कुकुरहरू पनि हाम्रो साथी बनेर हिँड्दैछ आज। के छ विष्णु, आजको यात्रा ठिक छ? फ्रेस भइएछ। आज ट्याक्क चुनाव सकियो। आज हामी चाहिँ हाम्रो नागभरि ठाउँ जाँदैछौँ। यतिका दिन चुनावमा खटियो हैन? ट्याक्क फ्रेस माइन्ड फ्रेस गर्नु हामी चाहिँ आज कुटकुटाडा नागभरि ठाउँ जाँदैछौँ। ल, यो पुरानो, निकै पुरानो बाटो, अहिले यसलाई केही पुनर्निर्माण गरिएको छ। सिडी ट्रेकिङको लागि एकदमै उपयुक्त। यो चौतारा हाम्रो पुरानो धार्मिक सांस्कृतिक पहिचान बोकेको चौतारा। हाम्रो जिजुबाजेहरूले आफ्नो पुण्य कर्म गरेका छन्। यो चौताराहरू बनाएर अब त्यसको संरक्षण गर्ने अभिभार चाहिँ हाम्रो नै हुनेछ। हामी चुरे डाँडा आइपुगेका छौँ। यो हाम्रो पुरानो आरन हो। यहाँ धेरै पुरानो आरन हो। यो पुरानो आरन अहिले यसको कुनै प्रयोजन छैन। हामी गाउँभरिका कुटो कुतालो हँसिया हथौडा सबै यो आरनमा चाहिँ अर्जप्ने काम हुन्थ्यो। अहिले चाहिँ यो प्रयोगमा छैन। यो चुरे डाँडाबाट देखिएको दृश्य मध्य नेपाल 4 नम्बर वडा यो पारिपट्टि बाटोभन्दा माथि, अनि यतापट्टि देखिएको यो भाग चाहिँ पुरानो हटियाको दृश्य हो। अहिले हामी चुरे डाँडा आइपुगेका छौँ। यो चुरे डाँडामा ब्याकग्राउन्डमा चाहिँ पुरानो हटिया देखिरहेको छ। यो पुरानो हटिया विशेष खालको छ। यो सांस्कृतिक महत्त्व राख्ने पुरानो हटिया अहिले निकै नै सङ्कटग्रस्त छ। हामी चुरे डाँडा आइपुग्यो। अहिले हाम्रो यात्रा तान्द्राङकोटसम्म रहनेछ आज। ल, आज हामी चुरे डाँडाबाट फेरि हाम्रो यात्रा अगाडि बढिरहेको छ। ल, हरेक ठाउँमा चाहिँ विश्रामको लागि हाम्रा पुर्खाहरूले यसरी चौतारा निर्माण गरेका छन्। यसको छुट्टै महत्त्व छ। हाम्रो सामाजिक जनजीवन र त्यसको पहिचान हाम्रो सामाजिक आधार हो। कस्तो लागिरहेछ आज? ल, पुरानो मौलिक घर, यो ढुङ्गे छानो, विशेष गरी योभन्दा माथि यसरी मोटर बाटोको चाहिँ विकास भएको छ। मोटर बाटोले छोएको छ, तर यसको स्तर चाहिँ त्यति राम्रो हुन सकेको छैन।
हामी पदयात्रा मार्फत हाम्रो यात्रा तय गरिरहेका छौँ। यो आमडाँडा प्रवेश गरेका छौँ अहिले हामी। यो आमडाँडा क्षेत्रमा पनि विशेष गरी घरहरू खाली छन्। बसाइसरेको चपेटामा हाम्रो पुरै गाउँ नै परिरहेको छ। ल यो हाम्रो आजको विशेष जमघट हाम्रो यात्रामा थपिने साथीहरूको क्रम जारी छ। यो विशेष गरी गुरुङ बस्ती हो, आमडाँडा गुरुङ बस्ती। यो व्यवस्थित बाख्राकोट, यतिको ठाउँमा पनि यतिको व्यवस्थित गरेर चाहिँ बाख्रा पालन गरिएको छ। यो स्वरोजगारीको एउटा गतिलो उदाहरण बनेको छ। यतिको क्षेत्रमा यतिको व्यवस्थित तरिकाले बाख्रा पालन गरिएको छ। यसरी मल निकासी चाहिँ तल हुन्छ, मलमूत्रहरू चाहिँ तल यसरी जम्मा भएको छ। यतिको क्षेत्रमा यसरी आफ्नै व्यवसाय सञ्चालन गरेर बस्नु एउटा चुनौतीपूर्ण काम पनि हो। हामी यसको अवलोकन गरिसकेका छौँ। अब हाम्रो यात्रा फेरि तान्द्राकोटतर्फ अगाडि बढेको छ।
अब हामी तान्द्राङकोट त्यो डाँडामा पुग्दैछौँ। यहाँ एउटा गुफा भेटिएको छ। यो गुफा एउटा ठुलो चट्टान भित्र बनेको छ। यहाँ साधु सन्तहरूले चाहिँ ध्यान गरेर बस्थे भन्ने सुन्न पाइन्छ। सालिम घारी हो यो। सालिम घरकोट छाउनको लागि पक्कै उपयुक्त बलियो। हामी फाइनली तान्द्राङकोट नागभैरव थान आइपुगेका छौँ। यहाँ केही भौतिक संरचनाहरू निर्माण भएको छ। नागभैरव थान आइपुग्यो हामी। नागभैरव थान मध्य नेपाल नगरपालिका 5 समिप भन्ज्याङ प्रवेश गर्दैछौँ हामी। मूल आकर्षण यो भित्र छ। विशेष गरी यहाँ ठाउँमा चाहिँ चैते दशैँको बेलामा र अनि त्यसपछि विजयदशमीको अष्टमीमा भक्तजनहरूको ठुलो घुइँचो लाग्छ। त्यसको साथसाथै विभिन्न व्यक्तिहरूले आफ्नो भाकल पुरा गर्नको लागि पञ्चौली दिने चलन पनि छ। नागभैरव थान भाकल गरियो भने कुनै काम सिद्ध हुन्छ भन्ने परापूर्व कालदेखि जनविश्वास रहँदै आएको छ। हरेक वर्ष यो ठाउँमा पञ्चौली दिने चलन छ। यहाँ नौलो तरिकाको नौलो किसिमबाट मौला पनि यहाँ गाडिएको छ। यो ठाउँमा निकै बुट्टा कुदिएर ल केही साथीहरू माथि गएर आराम गरिसकेका छन्। यो विश्राम स्थल हो हाम्रो। यहाँ फोटो फ्रेम नागभैरव तान्द्राङकोट भनेर लेखिएको छ। यहाँ यो स्पोन्सर गर्नुभएको छ कमल मान जोशी र बिना जोशी। 25 जिल्ला र पोखरा देखिने ऐतिहासिक तान्द्राङकोट भनेर लेखिएको छ यो ब्यानरमा, यो फोटो फ्रेममा। यो मौसम सफा भएको बेलामा यति धेरै ठाउँको दृश्यहरू हामीले यहाँबाट हेर्न सक्छौँ। यो क्षेत्रबाट हामीले यसरी लालीगुराँस देख्न पाउँछौँ। लालीगुराँसले हामीलाई स्वागत गरिरहेको छ। यो तान्द्राङकोट वरिपरि यसरी लालीगुराँस फुलिरहेको छ। लालीगुराँसले स्वागत गरिरहेको छ। हाम्रो विगतदेखिको एउटा सबैको चाहना सपना पनि हो हैन, आफ्नो ठाउँलाई पहिचान गर्नुपर्छ, जग्गामा गर्नुपर्छ। ल निर्णय नम्बर 1 मा चाहिँ चैते दशैंको अवसरमा खुल्ला म्याराथन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ र यसरी नै निर्णय नम्बर 2 मा चाहिँ स्थानीय तहसँगको सहकार्य गर्ने निर्णय भएको छ भने निर्णय नम्बर 3 मा चाहिँ आर्थिक स्रोत जुटाउने विशेष पहल
गर्ने निर्णय भएको छ र यसमा थप निर्णयहरू हामीले अझै क्लबका अध्यक्ष होइन हाम्रा जनप्रतिनिधिहरू समाजसेवी व्यक्तित्वहरू सँग चाहिँ अझ बसेर छलफल गरेर थप निर्णयहरूलाई हामीले राख्ने छौँ नै। अहिले हामीमा चाहिँ यति निर्णय बनेको छ र यस चैते दसैँलाई चाहिँ अब सबै भव्य रूपमा चाहिँ म्याराथन दौड प्रतियोगितामा चाहिँ समापन गर्न हामी सबै चाहिँ आफ्नो ठाउँबाट जुटौँ होइन सबैले आफ्नो भूमिका निर्वाह गरियो भने मजाले गर्न सकिन्छ भन्ने नै हो र अब बाँकी त्यही नै हो। ल धन्यवाद है। ल यो हाम्रो एउटा नागभैरव थानको प्रचार प्रसारको लागि एउटा कोसे ढुङ्गा साबित हुन सक्छ। कसैलाई केही भन्न मन लाग्छ भने भन्नु न होइन आफ्नो कुराहरू छोटो मिठो। त्यसलाई कसरी गर्न सकिन्छ त्यसको एउटा मोडालिटी बनाउने त्यो अनुसार सबैजना लागि पर्यो भने सकिन्छ। र आज हामी पर्जुली यहाँ खर्कबाट नि आएको छ होइन हामी यो आज लगभग सबै भेगबाट समिति तान्द्राङकोटले यसरी लाली गुराँस फुलाइरहेको छ। हामी युवाहरू चैते दसैँ मेलाको पूर्व तयारी स्वरूप यो नागभैरव थान वरिपरिको झाडीमा चाहिँ अहिले आगो लगाएर सफा गर्दैछौँ। त्यति अहिले आगो लगाएपछि त्यति बेला चाहिँ आउने आगन्तुकहरूलाई चाहिँ सहज हुनेछ। हामी आगो फैलिन नपाओस् भनेर एकदमै सचेत छौँ। हाम्रो साथीहरूले यसरी छेकी छेकी आगो लगाउनु भएको छ। यसरी हात हातमा स्याउला लिएर हामीले आगो छेकिरहेका छौँ। भैरवकी जय भन्नु पर्यो। नागभैरवकी जय भन्नु पर्यो। नागभैरव की जय, नागभैरव की जय, नागभैरव की जय। ल आज एकदम खुसी लागेको छ होइन हामी आज युवाहरू करिब करिब हामी समुद्री सतहबाट 1500 मिटरको उचाइ रहेको तान्द्राङकोट नागभैरव थानबाट झरिसकेका छौँ। 1500 मिटर उचाइबाट अहिले हामी तान्द्राङकोटको ठिक तलपट्टि रहेको यो एउटा सानो टापु छ, थुम्का छ। यो थुम्कामा हामी भेला भइरहेका छौँ। यो 360 डाँडाबाट अहिले म यो भिडियो बनाइरहेको छु। यो क्षेत्र चाहिँ सूर्यपाल मध्य नेपाल 3 हो। त्यो क्षेत्र देखिएको जुन सडक विस्तार भएको ठाउँ छ यो यसरी चाहिँ सोती पसल झर्ने बाटो डाँडाबाट जताततै देख्न सकिन्छ यो भाग। आज पोखरीथोकको भाइरल घरको भ्रमण गर्दैछौँ हामी। नस्पतिको फुल फुलेर हामीलाई स्वागत गरिरहेको छ। यो नस्पतिको फुल फुलिरहेको छ यसरी। यो यति आकर्षक छ घर, उस्तै सजी सजाऊ, उस्तै झकी झकाऊ। पोखरामा रहनुहुने चन्द्रबहादुर गुरुङले आफ्नो थाकथलो पुरानो बास भएको ठाउँमा चाहिँ घर पुनर्निर्माण गर्नुभएको छ। यसरी पुरै मौलिक परम्परा झल्किने खालको घर बनाउनु भएको छ। तर यो घरमा कोही मान्छे बस्नुहुन्न, उहाँहरू कहिलेकाहीँ आउनुहुन्छ, यसो आराम गरेर जानुहुन्छ। आँगनमा पनि पुरै ढुङ्गा बिछाइएको छ। यसको वातावरण यति राम्रो छ। ल हामी आज गाउँ डुल्दै हिँड्दा हामीलाई खाजाको लागि केरा दिनुभएको छ हाम्रो मामाले। ल नमस्कार मामा, के छ तपाईँको हालचाल?
ठिकै छ ठिक छ बडा र बुढी उता खाऊ ल केरा यस्तो केरा कहीँ पाइन्छ फुस्रे केरा होइन यो ल अहिले त छैन कि यस्तो केरा यति राम्रो घर अहिले यस्तो अवस्थामा छ यो घर संरक्षणको अभावमा पिल्सिरहेको छ धराशायी बनिरहेको छ यो पाँचमुखे घर आमडाँडामा रहेको मध्य नेपाल नगरपालिका समी भन्ज्याङको आमडाँडामा रहेको घर हो यो पहिला यो घर ढुङ्गाले छाएको थियो अहिले पछि जीर्णोद्धार गरेपछि टिनले छाएको छ अहिले पाँचमुखे घर यो पाँचमुखे घर बारेमा आज यो अर्को भिडियो बनाउँदैछु मैले पुरै हाम्रो मौलिक परम्परा झल्किने खालको गीत घर छ यो ढिकी जाँतो दुईतिरै जाँतो छ यसरी चकटी झुन्डिएको छ भित्तामा यस्तो आकर्षक छ देख्दा पनि तपाईँ समी भन्ज्याङ आउनुभएको बेलामा यो घर हेर्न नछुटाउनुहोस् है